आज रोडमा आएको होइन। योभन्दा पहिला त हामीले अदालतदेखि नै हामीले न्यायपालिकादेखि नै आशा राखेर बसिरहेका थियौँ। तर आज न्यायपालिका र अदालतले नै हाम्रो आशा र भरोसा माथि प्रहार गरेको हुनाले आज हामी यहाँ रोडमा आउनु परेको हो। यो आज जुन उच्च अदालतमा जुन रिट पर्यो, उच्च अदालतको रिट अनुसार चाहिँ यो फिल्म नखोल्नु पर्ने, यो फाइल नै नखोल्नु पर्ने होइन। यदि खोल्नु नै पर्ने हो भने यो विषयलाई उहाँले प्रमाणित गर्नु पर्यो कि बन्द कि खोल्ने भन्ने छ। प्रमाणित गरिसकेपछि मात्रै फिल्म खोल्ने हो नि त। जब यो फिल्म नखोलोस्, यो फिल्ममा समस्या छ भन्दा भन्दै रिट हाल्दै पनि उहाँहरूले चाहिँ आफ्नो शक्ति र सत्ताको प्रयोग गरेर फेरि अन्तरिम आदेशलाई खारिज गराएर फिल्म चलाइरहनु भएको छ। अरे फिल्म चलिरहेको छ भने हामीले गरेको यो लडाइँको के औचित्य, हामीले उठाएको आवाजको के औचित्य, यो फिल्ममा के छ भनेर हामी त भन्दा पनि थाकिसक्यौँ होइन। यो आवाज वास्तवमा जाओस् अब यो न्यायपालिकासम्म भन्ने हाम्रो आशा हो। यो फिल्ममा हदसम्मको हामीलाई प्रब्लम छ। सानो तपाईँको आधा घन्टा 45 मिनट या फिर 1.5 घन्टाको जुन आमा छोरीको इमोसनल सिनले, आमाको थोरै दुःखले मात्र यो फिल्मले जुन दर्शाउन खोजेको चिज छ त्यसलाई कभर अप गर्न सक्दैन। यो फिल्ममा इमोसनल ब्ल्याकमेल पनि गर्न खोजिएको छ। लास्टमा हामीले सकारात्मक सन्देश दिन्छ भनेर, तर त्यस्तो होइन नि बाबा। तपाईँले वादी जातिको इतिहास हो, वादी महिलाको समस्या हो, वादी महिलाले हक अधिकारमा लड्नलाई हामीले गरेको प्रेरणा हो भन्ने हिसाबले तपाईँले फिल्म बनाएर तपाईँले प्रचार गर्नुभयो। तर त्यहाँ हेर्दाखेरि तपाईँले वादी महिलालाई यौन कर्मी बनाएर देखाउनु भएको छ, जुन तपाईँले ट्रेलर र भिडियोबाटै थाहा पाउनुहुन्छ। वादी समुदाय भने हो नि त। तपाईँले जब वादी समुदायको इतिहास भने त देखाउनु भएको छ फिल्ममा भने, अब वादी समुदायको इतिहास देखेपछि त वादी समुदायको इतिहासमा यौन कर्मी त वादी नै रहेछन् भन्ने देखिएन त। यदि तपाईँले यौन कर्मीको फिल्म बनाउन चाहनुहुन्छ, तपाईँले यौन व्यवसायलाई तपाईँले अलिकति ढङ्गले देखाउन चाहनुहुन्छ, एउटा व्यवस्थित ढङ्गले देखाउन चाहनुहुन्छ समाजमा भने गङ्गुबाईको फिल्मबाट सिक्नुहोस् न तपाईँले। ए नेपाली फिल्मको चलचित्र संसार त्यो तपाईँले कसैको यौन व्यवसाय र यौन पेसालाई देखाउँदाखेरि तपाईँले जातलाई देखाउन मिल्दैन, समुदायलाई देखाउन मिल्दैन। एउटा व्यक्तिले एउटा चारवटा व्यक्तिले गरेको चिजलाई तपाईँले समुदायको चिनारी, समुदायको इतिहास भनेर देखाउँदाखेरि नै आज गल्ती भयो नि त। आज तपाईँले गलत व्यक्तिसँग तपाईँले कथा लिनुभयो, गलत चित्रणसँग कथा लिनुभयो। त्यो हिसाबले तपाईँको आज यो मेहनत पनि तपाईँको चाहिँ के जिरोमा जाने अवस्था भएको। अब मैले तपाईँलाई भन्छु है, फिल्म हेरिसकेपछिको प्रशंसालाई जोड्नुहोस् जतिले दिइरहनु भएको छ, र फिल्म चलाउने जुन आधिकारिक प्रमाण उहाँले देखाउनु भएको छ त्यो प्रमाणलाई हेर्नुहोस्। फिल्म आधिकारिक प्रमाण उहाँले देखाउनु भयो सेन्सर बोर्ड र सञ्चार माध्यम है। जब सञ्चार माध्यम र सेन्सर बोर्डमा फिल्म हेर्न गएको म थिएँ होइन, र सँगसँगै उहाँले जाल झेल र गैर कानुनी रूपमा 7-8 जना वादीको ग्रुपलाई लिएर फिल्मी पक्षबाटै उहाँले फिल्म देखाउनु भयो। फिल्मी पक्षको तर्फबाट फिल्म देखाएर जो फिल्मले आफ्नो